हेलो नमस्ते सम्पूर्ण मेरो प्यारा साथीहरुमा। यो चाहिँ आज मैले सानो भिडियो आफ्नो युट्युब च्यानलमा राख्दै छु। सबैजनाले हेर्दिनु होला, माया गरिदिनु होला, लाइक अनि शेयर सब्स्क्राइब अनि मिठो कमेन्ट पनि गरिदिनु होला। फर्स्ट टाइम यो भिडियो राख्दै छु मैले चाहिँ भोइस कभर गरेर। आज चाहिँ यसो शनिबारको दिन थियो अनि अब सबैजना पिकनिक जानुभएको घरमा एक्लै, अनि त्यही भएर के गरौँ भएर खसीको मासु पकाएर भन्छ यो खाना खाँदैछु एक्लै भए पनि है। सानो छोरा र म मात्रै थियौँ घरमा चाहिँ। सानो बाबुले चाहिँ भेज खान्छ अरे, भेज बनाइदिएँ। भेज खाना आफूलाई चाहिँ मटन र राइस बनाएर खाँदैछु। यो मेरो सानो भिडियो हो, सबैजनाले हेरिदिनु होला। मन पर्यो भने लाइक कमेन्ट गर्नु होला। अझै यदि राम्रो रिभ्यू आयो भने म अझै भिडियोहरू अरू पनि बनाउने छु है। मलाई चाहिँ अलिकति बनाउन चाहिँ आउँदैन कि खासमा चाहिँ, फर्स्ट टाइम बनाउँदैछु। माया गरिदिनु होला सबैजनाले। अनि मेरो युट्युबलाई सब्स्क्राइब पनि गरिदिनु होला, लाइक गरिदिनु होला सबैजनाले है। अनि कहाँदेखि हेर्दै हुनुहुन्छ अनि कमेन्ट पनि गर्नु होला है त। सबैजनालाई हजुरहरूको दिन शुभ रहोस्। थ्याङ्क यू सो मच, धन्यवाद। धेरै स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। बाई।